काठमाडौँमा आजदेखि रोबोटिक एक्सपिडिसन शुरू भएको छ। यस्ता रोबोटिक कम्पिटिसनले युवालाई आविष्कार गर्न प्रेरित गर्नुका साथै सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्ने अवसर मिल्नेछ। रजनीश भण्डारीको रिपोर्ट। आइतबार काठमाडौँमा युवाहरू आफ्नो रोबोट बनाउन व्यस्त थिए। सेन्सर, प्रोसेसरको छनौट अनि प्रोग्रामिङ। लक्ष्य भने सबैको एउटै थियो, रोबोटिक कम्पिटिसनमा प्रथम हुने। प्रतिस्पर्धामा भाग लिन आएका उनीहरू निकै उत्साहित देखिन्थे। यस्तो खाले कम्पिटिसनहरू त्यति धेरै हुँदा पनि हुँदैन हैन। अनि इन्जिनियरिङ स्टुडेन्ट भइसकेपछि यस्तो कुराहरूमा अगाडि जस बढेन भने त अब इन्जिनियर जस्तै फिल हुँदैन के। यो प्रतिस्पर्धामा रोबोटले सेतो धर्का अनुसार हिँड्नुपर्छ। प्रतिस्पर्धा अगाडि बढ्दै जाँदा विभिन्न नियम र कठिनाइको पार गर्दै यी रोबोट गन्तव्यमा पुग्नुपर्छ। नेपालका 40 वटा क्याम्पसका विद्यार्थीले यो प्रतियोगितामा सहभागिता जनाइरहेका छन्। यस्तो रोबोट बनाउन 10,000 देखि 1 लाख सम्म पर्छ। नेपालमा सैद्धान्तिक हिसाबले पठन पाठन हुने भएकाले पनि यस्ता प्रतिस्पर्धा विद्यार्थीका लागि उपयोगी हुने आयोजकको भनाइ छ। र मलाई अब अलिकति दुःख लाग्ने नेपाली हाम्रो पढाइको कुरा भन्नु पर्दाखेरि हामी धेरै पढ्छौं, धेरै गर्दैनौं के। हाम्रो प्र्याक्टिकल नलेजको धेरै कमी छ। आइतबार क्वालिफाइङ राउन्ड सुरु भए पनि यसको अन्तिम प्रतिस्पर्धा भने साउन 5 र 6 गते हुनेछ। रोबोटिक क्षेत्रका प्रतिस्पर्धामा पछिल्लो समयमा नेपाली युवाको चाक बढ्दै गएको छ। पछिल्लो समयमा यिनीहरूले भारतमा भएका प्रतिस्पर्धामा समेत उपाधि जित्न सफल भएका छन्। तर अहिले खाँचो छ थप प्रोत्साहन र हौसलाको। कान्तिपुर समाचारका लागि क्यामेरामा पशुपति बुढाथोकीका साथमा सुषमा पौडेल र रजनीश भण्डारी, काठमाडौँ।